हेलो एभ्रिबडी, आजको यो भिडियो हुन गइरहेको छ एकदम इम्पोर्टेन्ट टपिकमा। त्यो हो के डेनमार्क आउने कि नआउने भनेर। मेरो विचारमा मैले बुझेको र मैले अरूसँग पनि पहिलादेखि नै बसेकोहरूसँग सुन्दाखेरि चाहिँ डेनमार्क आउनुभन्दा अगाडि चाहिँ एकदम ध्यान दिएर एकदम विचार गरेर मात्रै आउनुपर्छ। पहिलो कुरा के छ भने डक्टरहरूको लागि यहाँ भाषाको इक्जाम र लाइसेन्सिङ इक्जाम एकदम मस्ट हो। सो त्यो भाषाको क्लासेस पढिसक्दासम्म र त्यो भाषाको पिडी3 त्यो पनि सबसे टफेस्ट इक्जाम हो। पिडी3 इक्जाममा पनि एकदम हाइएस्ट स्कोर ल्याउनुपर्छ। त्यसपछि लाइसेन्स इक्जाम त्यो पनि डेनिसमा दिनुपर्छ र त्यो भइसकेपछि तपाईँको इभ्यालुएसन पिरियड हुन्छ 1 वर्षको। त्यो सबै गर्दा बल्ल लाइसेन्स आउँछ। तब पनि यहाँ कुरा कस्तो छ भने तपाईले जबसम्म भाषालाई आफ्नो नेटिभ ढङ्ग जस्तो हामी नेपाली बोल्छौँ, कसैले इङ्ग्लिस बोल्छ, त्यस्तो फिलिली बनाउनुपर्छ अनि मात्रै जबमा छिर्न सकिन्छ एज अ डक्टर। र तबसम्मको लागि यो सबै प्रोसेस नभएसम्मको लागि तपाईँले अड जब्सहरू गर्नुपर्छ। या एज केयरहरूमा पायो भने एज केयर पनि भाषा नआएसम्म पाउँदैन, भाषा फिलिली हुनुपर्छ। सो अड जब्स भनेको डेलिभरीमा भयो, किचनमा भयो, अरू क्लिनिङमा भयो, त्यही जब्स गर्नुपर्छ जुन अरू स्टुडेन्टहरूले गर्नुपर्छ या सबैले जुन गर्छन्। र नर्सहरूको केसेसमा पनि त्यही हो। भाषाको इक्जाम कम्पलसरी नभए पनि भाषा पढ्नै पर्यो र फिलिली बनाउनु पर्यो। त्यो आउँछ भनेर मात्रै हुँदैन, अकमकिएर बोलेर हुँदैन। यहाँ चाहिँ फिलिली बनाउनु पर्छ अनि मात्रै तपाईँको इभ्यालुएसनको लागि जुन जब पिरियड छ त्यसको लागि जब पाइन्छ, अलि बल्ल जब पाइन्छ अनि मात्रै एज अ नर्स यहाँ रेजिस्टर हुन्छ। 6 महिनाको कतिको इभ्यालुएसन पिरियड छ त्यो हेरेपछि। सो तबसम्मलाई आफू मेन्टली, फाइनेन्सियली र फिजिकली स्ट्रङ भएर र पछि के होला नहोला भनेर तपाईँ अनसर्टेन भएर पनि आउनु चाहनुहुन्छ भने आउनुहोस्। नत्र चाहिँ अरू कन्ट्रिज जुन ल्याङ्ग्वेज चाहिँ ब्यारियर छैन, जस्तो इङ्ग्लिस स्पिकिङ कन्ट्रिजहरू भयो, त्यसमा चाहिँ ट्राई गर्दा म चाहिँ बेस्ट होला भन्छु है। अरू तपाईँहरूको विचार कमेन्ट के छ तल लेख्नु होला। म अरू भिडियोहरू पनि बनाउँछु यसको बारेमा। धन्यवाद।